फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। साथसाथै पुरी र अचारले तपाईहरुलाई स्वागत गर्दछ। अनि आज चाहिँ बिहानदेखिबाट एकदमै पानी परिरहेको थियो अनि मैले चाहिँ पसलमा बसेर सोचिरहेको थिएँ के बनाउने होला खानामा भनेर सोचिरहेको थिएँ। अनि ट्याक्क लाएर केराउ भिजाएको थियो अनि केराउ लिएर घर आएर अनि यसो सोचेँ अनि आज त पानी परिरहेको छ, एकदमै मिठो मिठो बनाएर खान मन लाग्यो मलाई चाहिँ पानी परेको देखेर। अनि मलाई चाहिँ एकदमै खानेकुरो बनाएर खान मन लाग्छ, दिन मन लाग्छ, एकदमै मिठो मिठो खान मन लाग्छ। काम पनि गर्छु र पनि यस्तो खानेकुरो बनाउन चाहिँ एकदमै रहर लाग्छ मलाई चाहिँ। ट्याक्क लाएर अन्डा करी, एक करी अनि अचार पुरी बनाएँ। अनि मैले चाहिँ यसो सोचेँ अनि माथि पनि बुढी फुपू हजुरआमा बिरामी हुनुहुन्थ्यो अनि उहाँ पनि भेट्न जानलाई हुन्छ भनेर चाहिँ अनि मैले ट्याक्क लाएर अचार पुरी बनाएँ। त्यसपछि सोचेँ तल पनि बाजे एक्लै हुनुहुन्छ भनेर अनि बाजेको लागि पनि हल्का अचार र पुरी लिएर म चाहिँ बाजे घरतर्फ लागेँ। अनि यो चाहिँ टक्क लागेर यो घर यता पसल थियो अनि म चाहिँ यहाँबाट टक्क लाएर पसलबाट तल झरेर बाजे घर जाँदै थिएँ। अनि मेरो पछाडि चाहिँ को आयो भन्दाखेरि सुन्दर आएर रहेछ। पछि पुच्छर हल्लाउँदै म पनि जान्छु दिदी भन्दै पुच्छर हल्लाउँदै आउँदै रहेछ। घर जाऊ भनेको मान्दैन, अझै मेरो पछि लाउँदै आउँछ जाने भन्दै उफ्रिँदै। त्यसलाई अनि लिएर गएँ। अनि यो चाहिँ देखिरहेको चाहिँ मेरो बाजेको घर हो, माइला बाजेको घर हो। अनि बाजे चाहिँ एक्लै बस्नुहुन्छ, एक्लै बस्नु भए पनि मेरो बाजेले चाहिँ एकदमै दुःख गर्नुहुन्छ। अनि सबै देखिरहेको जति सबै बाजेको सखरखण्ड हो भने यो बाजेको घर हो। ट्याक्क लाएर म चाहिँ बाजेको घरमा पुगेँ। बाजेको घरमा पुग्दाखेरि त मलाई त बाख्राले स्वागत गर्छ। बाजेलाई फोन गरेर सोधेको त म जेठो छोरो घरमा छु, भित्र लगेर राखिदेऊ अचार भनेर भन्नुभयो बाजेले। बाजेले चाहिँ अचार बनाउनको लागि प्याज दिएको थियो मलाई। अनि बाजेलाई नि अचार ल्याइदिएँ मैले, त्यही भएर पनि। अनि बाजेले चाहिँ अचार एकदमै मन पराउनुहुन्छ नि त मैले बनाएको। अनि त्यही भएर मैले चाहिँ बाजेलाई अचार राखिदिएर अनि टोक लागेर अनि बाजेको घरमा ढोका लगाइदिएँ। अनि बाजे घरमा ढोका लगाएर सुन्दर र म चाहिँ टक्क बाजेको घरबाट हिँड्न लागेको थिएँ। बाजेको घरमा ठ्याक्क लागेर सुन्दर र म चाहिँ यसो भिडियो लिँदै थिएँ। अनि बाजे घर तलनिर चाहिँ मैले ठ्याक्क के देखेँ भन्दाखेरि भेडीको रुख देखेँ। अनि भेडीको चाहिँ एकदमै भेडीको चाहिँ एकदमै यो चाहिँ मैले जुम गरेर देखाएको चाहिँ बाजेको जेठो छोरो घर हो। बाजे त्यहाँ जानुभएको थियो भनेर देखाएको। अनि यो तल ट्याक्क लाएर भेडीको रुख देखेँ। अनि म चाहिँ ट्याक्क लाएर तल भेडीको रुखमा फुल टिप्नको लागि गएँ। यो चाहिँ एकदमै दामी हुने रहेछ यो फुल चाहिँ। मैले चाहिँ जुम गरी तपाईँहरूलाई पनि देखाएँ। यो भेडीको फुल देख्न सक्नुहुनेछ, एकदमै दामी बाल ओपी भेडीको फुल टिपेर अनि यहाँबाट चाहिँ बाजेको जेठो छोरो घर हल्का देख्दो रहेछ भनेर जुम गरेँ। अनि सुन्दर चाहिँ उसलाई खानेकुरो ल्याएको भनेर बुद्रुक उफ्रिँदै थियो, उफ्री मलाई ल्याऊ मलाई भन्दै थियो। अनि यसलाई सुगाइदिएको। त्यसपछि थाहा भयो यो त खानेकुरो